नेपाल सरकारका भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्री बलराम अधिकारीले कृष्णनगरवासी अब छिट्टै लाल पूर्जा पाउने बताउनु भएको छ। संविधानले दिएको भूमि सम्बन्धी कानून अनुसार नै यहाँका नागरिकहरूले अबको केही समयपछि लाल पूर्जा पाउने मन्त्री अधिकारीले बताउनुभयो। कपिलवस्तुको कृष्णनगरमा आयोजित भूमि समस्या समाधान सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जनप्रतिनिधि नागरिकहरूले चाहे केही समयभित्रै लाल पूर्जा पाउने बताउनुभयो। कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा बहाल बिटौरी समस्या रहेकाले सो समाधानतर्फ सरकार गम्भीर रूपमा लागेको मन्त्री अधिकारीको भनाइ छ। संविधानले छुटिएको दलीय व्यवस्था भएको हुनाले दलका प्रतिनिधिहरू राख्ने व्यवस्था समितिमा अथवा विभिन्न सहज समितिमा बनाएको छ। किन त भनेको छ सहजीकरण समिति उहाँसँग सुझाव लिएर गरेको भने सजिलो होला भनेर। तर सरकारले आफ्नै निकाय परिचालन गरेर काम गर्ने यहाँको काम पूरा गर्नको निम्ति जति तपाईँ अहिले भन्नु भने जति पालिकाको सदस्य अध्यक्ष प्रमुख उपप्रमुख जति चासो दिनुहुन्छ नि त्यति छिटो। कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीलाई आग्रह गर्नुभयो। कृष्णनगर क्षेत्रको बाल बेटोरी जग्गाको लाल पूर्जा नहुँदा यहाँका नागरिकहरूलाई निकै समस्या भएको नगर प्रमुख शाहको भनाइ रहेको छ। मन्त्रीज्यूले जुन छ हामीले माग गरेको अब भूमि सुगमवासी अनि भूमि जुन समस्या छ त्यसको लागि उहाँले भन्नुभएको छ कि हामी छिटै त्यो व्यवस्था गर्छौँ। त्यसपछि जुन गाउँ ब्लक छन् अनि यो बजार ब्लक अनि बारबिटोरी त्यसको उहाँले पनि भन्नुभएको छ हामी छिटै त्यसको व्यवस्था गरेर लाल पूजा वितरण गराउने। लुम्बिनी प्रदेश सरकारका विशेष समितिका सभापति गिरधारीलाल न्यौपाने, भूमि आयोग कपिलवस्तुका अध्यक्ष झबीलाल पोखरेल, सदस्यहरू मोहन केसी, टोपबहादुर विक लगायतको सहभागिता रहेको थियो।